तुझे जग जोटो ये गंगीर चना दजे तंबराने लाने जिंजे गंगीर चना दे लाले बने दजे इलासिया जना र एनआर इन इजरायल प्रवासी नेपाली नागरिक समाज इजरायल त्यसरी नै सोसाइटी अफ हेल्पिङ हार्ट्स इजरायल नारीका लागि नारी आवाज इजरायल माफ गर्ने होला नेपाली नारी आवाज इजरायल त्यसरी नै नारीका लागि नारी रु 1 करोड 1 परोपकारी अक्षय कोष इजरायल त्यसरी नै नेपाल मुक्तक प्रतिष्ठान इजरायल त्यसरी नै नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल त्यसरी नै विश्व नेपाली साहित्य महासंघ इजरायल शाखा त्यसरी नै पर्वत सेवा समाज इजरायल त्यसैगरी अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखा त्यसैगरी हिन्दू जागरण नेपाल अभियान इजरायल त्यसैगरी न्युज डायरी 335.com त्यसैगरी नवीननेपाल.com त्यसैगरी नवीनन्युज.com त्यसैगरी संघीय समाजवादी पार्टी इजरायल त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इजरायल र चितवन समाज इजरायलको सहायतामा हामीले 2559औं बुद्ध जयन्ती सञ्चालन गरिरहेका छौं 2559औं बुद्ध जयन्ती मनाइरहँदा म तपाईहरुको माझमा बुद्ध सम्बन्धी संक्षिप्त जानकारी दिन चाहन्छु तिलौराकोटको राजा बुवा शुद्धोधन र आमा मायादेवीको कोखबाट वैशाख पूर्णिमाको दिन रूपन्देही जिल्लाको लुम्बिनी भन्ने स्थानमा जन्मिनु भएका सिद्धार्थ गौतम उहाँको बाल्यकाल पिताद्वारा प्रदत्त राजर्षि सुखमा बिते सँगसँगै उहाँको उमेर पुगेपछि यशोधरा नामकी युवतीसँग विवाह भई यशोधराबाट राहुल नामको पुत्रको जन्म भयो अनि त्यसपश्चात र सिद्धार्थ गौतम बाल्यकालदेखि नै गम्भीर स्वभावको हुनुहुन्थ्यो र हरेक कुराले उहाँ चिन्तनशील हुनुहुन्थ्यो र दैनिकीकै क्रममा उहाँले बुढो अनि रोगी मानिसदेखि उहाँमा वैराग्य पैदा भयो र के कारणले गर्दा मान्छे रोगी हुन्छ अनि के कारणले गर्दा बुढो हुन्छ र के कारणले गर्दा मर्छ यी प्रश्नको समाधान र संसारमा दुःखको निवारणको सत्य मार्ग पत्ता लगाउनको लागि उहाँले 29 वर्षको उमेरमा बुबाको उत्तराधिकारीमा हुने आफ्नो राज्यको समेत प्रवाह नगरी गृहत्याग गर्नुभयो र अनि लामो र कठोर तपस्या पश्चात उहाँले भारतको बिहारको बोधगयामा बुद्धत्व ज्ञान प्राप्त गर्नुभयो र बुद्धत्व ज्ञान प्राप्त गरे सँगसँगै उहाँ सिद्धार्थ भगवान गौतम बुद्धको नामले कहलिनु भएको हो तत्पश्चात उहाँले विश्वभर शान्तिको सन्देश फैलाइरहनु भयो र उहाँले उहाँका आदर्श वाक्यहरू म तपाईहरुको माझमा प्रस्तुत गर्न चाहन्छु उहाँका आदर्श वाक्यहरू उपदेशहरू अन्तर्गत पञ्चशील र पञ्चक्लेश पञ्चशील अन्तर्गत प्राणीको हत्या नगर्नु चोरी नगर्नु झुठो नबोल्नु कुबलो नचिताउनु त्यसैगरी मादक पदार्थ सेवन नगर्नु र पञ्चक्लेश अन्तर्गत रिस नगर्नु लोभ नगर्नु ईर्ष्या घमण्ड दहा नगर्नु र भगवान गौतम बुद्धले दिनुभएकै 10 कुशल कर्महरू छन् 10 कुशल कर्म अन्तर्गत शरीरले गर्ने 3 कुशल कर्म त्यसैगरी वचनले गर्ने 4 कुशल कर्म र मनले गर्ने 3 कुशल कर्म तपाईहरुलाई म शरीरले गर्ने 3 कुशल कर्म भन्न गइरहेको छु जसमा प्राणीको हत्या त्यागेर प्राणको रक्षा गर्नु भगवान गौतम बुद्धले भन्नुभएको कुरा उहाँको आदर्श वाक्य हो यो त्यसैगरी चोरी त्यागेर धन दिनु यो शरीरले गर्ने काम शरीरले गर्ने कुशल कर्महरू अनि बेविचार त्यागेर शील पालन गर्नु यो भगवान गौतम बुद्धको शरीरले उहाँले दिनुभएको उपदेशको शरीरले गर्ने कुशल कर्म हो त्यसैगरी वचनले गर्ने 4 कुशल कर्म अन्तर्गत झुठो बोल्न त्यागेर सत्य बोल्नु चुकुली लाउन छाडेर झगडा परेकोसँग मिल्नु त्यसैगरी अपशब्द बोल्न त्यागेर प्रिय वचन बोल्नु र प्रलाप त्यागेर भजन गर्नु त्यसरी नै भगवान गौतम बुद्धको उपदेश अन्तर्गत मनले गर्ने 3 कुशल कर्म लोभ त्यागेर धन दिने मन गर्नु अपकारको चित्त त्यागेर उपकारको चित्त
गर्नु र मिथ्या दृष्टि त्यागेर राम्रो दृष्टि गर्नु यो भगवान गौतम बुद्धको 10 कुशल कर्महरू उहाँले दिनुभएको 10 कुशल कर्महरू हो। यो हामीले मानव जीवनमा अनुसरण गर्नुपर्छ उहाँको उपदेशहरू। भगवान गौतम बुद्धको यो संक्षिप्त जानकारी पश्चात हामीले विगतका केही वर्षहरूदेखि जातीय संस्था अन्तर्गत प्रत्येक वर्ष एउटा संस्थाको मूल आयोजकत्वमा बुद्ध जयन्ती मनाउँदै आइरहेको र 2559औं बुद्ध जयन्ती नेपाल मगर समाज इजरायलको मूल आयोजनामा हामी सञ्चालन गरिरहेका छौँ। विगतको वर्षहरूमा जस्तो हामीले माफ गर्नु होला, विगतका केही वर्षहरूदेखि जातीय संस्था अन्तर्गत प्रत्येक वर्ष एउटा संस्थाले संस्थाको मूल आयोजकत्वमा बुद्ध जयन्ती मनाउँदै आइरहेको र यो वर्षको 2559औं बुद्ध जयन्ती नेपाल मगर समाज इजरायलको मूल आयोजकमा हामीले कार्यक्रम सञ्चालन गरिरहेका छौँ। विगतका वर्षहरूमा जस्तो हामीले यो 2559औं बुद्ध जयन्ती शान्त मन अनि मस्तिष्कले मनाउन अलिकति असमर्थ छौँ, किनकि गत वैशाख 12 र 29 गते हाम्रो देश नेपालमा विनाशकारी भूकम्प गएको छ। अहिले राष्ट्र गम्भीर शोकमा डुबिरहेको छ भने नेपाल आमाको छाती छिया भएको छ। नेपाल आमा अहिले रोइरहनु भएको छ अनि नेपाल अनि नेपालीलाई विश्व सामु चिनाउने ऐतिहासिक धरोहरहरू जुन विश्व सम्पदा सूचीमा समेत सूचीकृत थिए ती सम्पदाहरू पनि तहस नहस भएको छ। ठुलो धनजनको क्षति भएको छ हाम्रो देश नेपालमा। अहिले हामी विक्षिप्त अवस्थामा छौँ, अत्यन्तै पीडामा छौँ हामी र विनाशकारी भूकम्पमा परि हजार हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको दुःखद मृत्यु भएको छ भने हजार नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू अस्पतालको शय्यामा उपचारार्थ हुनुहुन्छ र भने हजार हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू परिवारविहीन अनि घरबारविहीन भएर हात बिहोल अवस्थामा हुनुहुन्छ। यसकारणले गर्दा हामी इजरायलमा कार्यरत सङ्घ संस्थाहरू तथा 2559औं बुद्ध जयन्तीको मूल आयोजक नेपाल मगर समाज इजरायल, त्यसै गरी आयोजक र सहयोजक संस्थाहरू तथा हामी उपस्थित सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूको तर्फबाट ती हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू जो भूकम्पमा परेर दुःखद मृत्यु भएको छ उहाँहरूको दिवंगत आत्माको हामी चिरशान्तिको कामना गर्दछौँ भने जो अस्पतालको शय्यामा उपचारार्थ हुनुहुन्छ उहाँहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौँ भने त्यसरी नै जो परिवारविहीन अनि घरबारविहीन भएर भाव विह्वल अवस्थामा हुनुहुन्छ उहाँको धैर्य धारण गर्ने शक्ति भगवान बुद्धले प्रदान गरून्, भगवानले प्रदान गरून्, पशुपतिनाथले प्रदान गरून्। हामी सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको यही कामना छ र आदरणीय यसमा आदरणीय हाम्रा भोलिन्टियर साथीहरू कृपया हाम्रो अगाडि रहनुभएका महानुभावहरूलाई सक्दो मिलाएर राखिदिनका लागि म हार्दिक अनुरोध गर्दछु। यो गर्मी मौसम छ, यो गर्मी मौसममा भए पनि तपाईँहरूले साथ दिनुभएको छ, यसरी हाम्रो कार्यक्रममा उपस्थित हुनुभएको छ। 2559औं बुद्ध जयन्तीलाई भव्य रूपमा सफल बनाउनको लागि आउनुभएको छ। तपाईँहरूलाई म मुरी धन्यवाद दिन चाहन्छु। म अब कार्यक्रमलाई अगाडि बढाउन गइरहेको छु। कार्यक्रममा अब म आसन ग्रहणको कार्यक्रमलाई जोड्न गइरहेको छु। आसन ग्रहणको क्रममा हुनुहुन्छ सभापतिको रूपमा आसन ग्रहण गरिदिनु हुनको लागि 2559औं बुद्ध जयन्ती मूल आयोजक नेपाल मगर समाज इजरायलका अध्यक्ष श्री वसन्त राजकोटी मगरज्यूलाई 2559औं बुद्ध जयन्तीको सभापतित्व ग्रहण गरिदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसरी नै इजरायलका लागि नेपाली राजदूत
महामहिम प्रहलाद कुमार परसाईज्यूलाई तथा उहाँको धर्मपत्नी श्रीमती सीता परसाईज्यूलाई आजको 2549 बुद्ध जयन्तीको प्रमुख अतिथिको रूपमा आसन ग्रहण गरिदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ र हाम्रा स्वयंसेवक साथीहरूलाई खादा तथा ब्याज वितरणको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। म हाम्रा अतिथिहरूको नाम वाचन गर्दै जान्छु। कृपया हाम्रा अतिथि सत्कारमा रहनुभएका स्वयंसेवकहरूले क्रमशः ब्याज तथा खादा उहाँहरूलाई वितरण गर्दै जानुहोला र म त्यसरी नै म आसन ग्रहणको कार्यक्रमलाई नै जोड्न गइरहेको छु। विशेष अतिथि हुनुहुन्छ बुद्ध धर्मका लामा गुरु धुप्तेन लामा तामाङज्यू, उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि हामी हार्दिक अनुरोध गर्दछौँ। त्यसरी नै उहाँका सहकर्मीलाई पनि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। खादा तथा ब्याज ग्रहणमा हुनुहुन्छ विष्णुपुन मगर, कञ्चन काम्बा, निलिमा राई, सहयोगी तामाङ, उहाँहरूलाई क्रमशः ब्याज तथा खादा ग्रहण गरिदिनको लागि खादा वितरण गरिदिनको लागि म अनुरोध गर्दछु र म आसन ग्रहणको क्रमलाई पुनः जोड्न गइरहेको छु। आसन ग्रहणको क्रममा हुनुहुन्छ विशेष अतिथिमा नेपाली राजदूतावास इजरायलकी द्वितीय सचिव श्रीमती रोशन खनालज्यू र उहाँको पति करुण अर्यालज्यू, उहाँलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु र हाम्रा सम्पूर्ण उपस्थित महानुभावहरू, हामीले आसन ग्रहणको कार्यक्रमलाई जोड्दै गर्दा तपाईँहरूले ताली बजाइदिनको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। विशेष अतिथिकै रूपमा आसन ग्रहण गर्नको लागि सहचारी श्री कमल कोइरालाज्यूलाई पनि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसरी नै विशेष अतिथिकै रूपमा एनआरएन इजरायलका अध्यक्ष श्री सुभाष खरेलज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी आदिवासी जनजाति महासङ्घ इजरायलका अध्यक्ष श्री सुन्दर सिंह लामा तामाङज्यूलाई पनि विशेष अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। त्यसरी नै म तपाईँहरूको माझमा अब अतिथि आसन ग्रहण कार्यक्रमलाई जोड्न गइरहेको छु। अतिथि आसन ग्रहण कार्यक्रम मैले चलाइरहेको छु। अतिथि आसन ग्रहणको कार्यक्रममा किरात राई यायोख्या इजरायलका अध्यक्ष श्री कुमार राईज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि माफ गर्नुहोला, नेपाल किरात राई यायोख्या इजरायलका प्रतिनिधि सल्लाहकार सुभाष राईज्यूलाई अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी तमु समाज इजरायलका अध्यक्ष श्री दिकुमार गुरुङज्यू, उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसरी नै नेपाल तामाङ घेदोङ इजरायलका अध्यक्ष श्री बिबी लामा तामाङज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। त्यसरी नै आसन ग्रहणकै क्रममा अतिथि आसन ग्रहणकै क्रममा नेवाखाल इजरायलकी अध्यक्ष श्री अध्यक्ष बबिता श्रेष्ठज्यूलाई पनि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसरी नै शेर्पा सङ्घ, माफ गर्नुहोला, नेवाखाल इजरायलकी माफ गर्नुहोला बबिता श्रेष्ठ भन्न पुगे, नेवाखाल इजरायलकी अध्यक्ष रन्जु बाबा श्रेष्ठलाई म अतिथि आसन ग्रहण गरिदिनको लागि हार्दिक अनुरोध गर्दछु। त्यसै गरी शेर्पा सङ्घ इजरायलका अध्यक्ष श्री दावा शेर्पाज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी किरात याक्थुम चुम्लुङ इजरायलका अध्यक्ष श्री नयन इम्सान लिम्बुज्यूलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। म अतिथि आसन ग्रहणलाई नै जोड्न गइरहेको छु। प्रवासी नेपाली नागरिक समाज इजरायलका अध्यक्ष श्री नवराज खड्काज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। त्यसै गरी सोसाइटी अफ हेल्पिङ हर्ट्स इजरायलका मनोज खरेलज्यूलाई पनि
अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। नेपाली नारी आवाज इजरायलकी अम्बिका छेत्रीलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। त्यसै गरी नारीका लागि नारी रु 1 करोड परोपकारी अक्षय कोष इजरायलकी सीता विष्टज्यूलाई पनि म अतिथिको आसन ग्रहण गरिदिनको लागि हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसरी नै नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखाकी सुचित्रा खनियाज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि विनम्र आग्रह गर्न चाहन्छु। त्यसै गरी नमस्ते नेपाली हातेमालो सामाजिक संस्थाका अध्यक्ष श्री रामशरण बानियाज्यूलाई पनि अतिथि आसन ग्रहण गर्नको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इजरायल शाखाका कृष्ण थापाज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी विश्व नेपाली साहित्य महासङ्घ इजरायल शाखाका अध्यक्ष सावित्रा लुइदेलज्यूलाई पनि म अतिथि आसन ग्रहण गर्नको लागि हार्दिक विनम्र अनुरोध गर्दछु। पर्वत सेवा समाज इजरायलका अध्यक्ष श्री भोजराज छेत्रीज्यूलाई म अतिथि आसन ग्रहण गरिदिनको लागि हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। अतिथि आसन ग्रहणकै क्रममा अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाका अध्यक्ष सुनिता पाखरिनज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि म विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी हिन्दू जागरण नेपाल अभियान इजरायलकी सुमी आचार्य भण्डारीज्यूलाई पनि अतिथि आसन ग्रहणको लागि म विनम्र अनुरोध गर्दछु। त्यसै गरी संघीय समाज इजरायलका अध्यक्ष छिरिङ शेर्पा अथवा उहाँ संघीय समाज इजरायलका कोही प्रतिनिधि हुनुहुन्छ भने उहाँलाई पनि अतिथिको आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। संघीय समाज इजरायलका संस्थापक अध्यक्ष युवराज राईलाई अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्दछु। त्यसै गरी अतिथि आसन ग्रहणकै क्रममा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका लक्ष्मी अनुरागीलाई अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी चितवन समाज इजरायलका शान्ता गेवालीज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। I will like to request to take seat as our guest to social worker Mimi Samuel. त्यसरी नै म अतिथि आसन ग्रहणकै क्रमलाई जोड्दैछु। न्युज डायरी 335.com का श्री अनिल सिंह राजपुतज्यूलाई पनि म अतिथि आसन ग्रहण गरिदिनको लागि हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसरी नै नवीन नेपाल.com का श्री कृष्ण रायमाझीज्यूलाई पनि म अतिथि आसन ग्रहणको लागि हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसै गरी
नवीनन्यूज.com का काजल घिमिरेज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसरी नै CNN न्यूजका प्रधान सम्पादक तथा भूकम्प पीडित राहत सङ्कलन अभियान 2072 इजरायलको तर्फबाट श्री पुष्प श्रेष्ठज्यूलाई अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसैगरी मिडियाकर्मी नेपाल इजरायल.net का प्रधान सम्पादक श्री कृष्णराज भण्डारीज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु। त्यसैगरी तामाङ अनलाइन.com का बाट लक्ष्मी अञ्जन तामाङज्यूलाई पनि अतिथि आसन ग्रहण गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु। आदरणीय सम्पूर्ण महानुभावहरू, म Kure jangwe nipo misida kimya jukan khala sinega chade ananda dodangila Roto jambra jala chajala chimbe chancho dubara name janaranda do bhodolo Towa janje chundu tharsina sangye chudun jala chajala thama mene dabande jamaga daya janjoji Kitu mi ngambra sangye ne chancho jambra jala chajala thujo dola medosime Borama la so ne joje chudi kholo bora de jana de pasinge ganga chujele sangye jumbu jumbu chode mude to la ye so khorma jise yuzo tama to thaba yela jala chode sibe suni to me yunda de mando yunda bigo chumbo da la ne towa pande Jalo chalo lelo chanam chalo kuje chachim bache chanche chamaro chime dote tabo kuje jine dabra jala Indo jibe meze de mo sangye chale tabo je de jende rodo mudo